नमस्ते, म सेफ भरत। यहाँहरूलाई सुमो भरत युट्युब च्यानलमा स्वागत छ। आज म यहाँहरूको लागि एपिटाइजर श्रिम्प टेम्पुरा लिएर आएको छु। आउनुहोस् एपिटाइजर श्रिम्प टेम्पुरातिर लिएर जाँदैछु। आज मसँग छ 5 पिस श्रिम्प। अब यसको म सेल निकाल्न गइरहेको छु। हामीलाई यो हेड पार्ट पनि चाहिँदैन। पहिला हेड पार्ट फालिदिन्छु हैन। हेड पार्ट अलग भयो। अब यसको चाहिँ सेल निकाल्न गइरहेको छु। यसको सेल जहिले पनि यहाँबाट निकाल्ने है त। यहाँ हामी यहाँबाट पुच्छरबाट तल निकाल्दै जानुपर्छ है त हामीले। हेर्नुस्, एक पिस अब यसको पछाडिको भागमा चाहिँ आन्द्राहरू हुन्छ। अब यसको आन्द्राहरू म निकाल्न गइरहेको छु है त। हामीले हल्का गरेर नाइफलाई लिएर गएर चिर्ने। हेर्नुस्, यसको पछाडि यो छ, यो निकाल्नुपर्छ है त हामीले। राम्रोसँग निकाल्ने, सबैको निकाल्ने है त। यसको केही पनि छैन, एकदम क्लिन छ। यसको हल्का फोर रहेछ, फोर निकाल्दैछु म। यो बोलमा राख्न गइरहेको छु। बोलमा राखेर यसलाई धुन्छु है त। चिसो पानीले धुने, चिसो पानीले। श्रिम्प टेम्पुरा बनाउँदाखेरि हामीले यो भागलाई काट्नुपर्छ। यो सिधा गरेर पनि हैन, हल्का छड्के गरेर अलि गरेर काट्नुपर्छ है त। एकदम बिस्तारै गराउँदैछु म, हल्का छड्के गरेर। ल हेर्नुस् है, एउटा यो पनि छड्के गरेर काट्नुहोस्। ल अब यो भयो। अब यसलाई यसरी राखेर यसलाई तन्काउने बिस्तारै। ल हेर्नुहोस्, यो चाहिँ माथिबाट ठुलोबाट सानो हुने गरेर तन्काउनु पर्छ है त। हो यसको पनि यो क्लिन गर्नुपर्छ। अब यसलाई हामी फ्राई गर्न जाँदैछौँ। अब श्रिम्प मैले यहाँ राख्दैछु। टेम्पुरा ब्याटर, यो टेम्पुरा फ्लावरबाट टेम्पुरा ब्याटरमा ट्रान्सफर गर्ने। यसको पुच्छरमा समातेर अगाडि पछाडि गरेर
अब गोल्डन ब्राउन भएको छ अब म यसलाई एरेन्ज गर्न गइरहेको छु। पहिला सुरुमा यसलाई यतापट्टि राख्ने, त्यसो गराएर ल हेर्नुहोस् है, यसको डेकोरेसनै राम्रो भइरहेको। अब स्पाइसी मायो, यो साइडमा भएको छ, अब यो साइडमा पनि अब यसको साथमा हामी सस दिँदैछौँ, टेम्पुरा सस, पन्जु सस, यसलाई हल्का गार्निस, आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट्स गर्न नबिर्सिनु होला। यदि भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। आगामी भिडियोहरुमा अझै नयाँ सुशीका रेसिपीहरु लिएर आउनेछु भन्दै आजलाई यति नै। धन्यवाद। यहाँको दिन शुभ रहोस्। बाइ बाइ।